हाम्रो घरमा चाहिँ ढेँडो पाक्दैछ हजुरको घरमा चाहिँ के पाक्दैछ हैन अनि आमाको आज भत्ता आएको थियो हो कि हैन अनि भोलि मलाई 100 रुपैयाँ भराएर दिने कि नदिने दिने आज तपाईको पैसाबाट के आयो पैसाबाट के आयो मासु मासु कति 1 किलो 1 किलो अनि बाबालाई के किन्दिने बाबालाई अब बाबा अब के खान्छ त्यही किन्दिने हाइल्यान्डरहरू जे पनि हुन्छ त्यही किन्दिने हैन अनि हाम्रोतिर चाहिँ मासु पाकेको छ हैन गाइज हेर्नुहुन्छ गाइज मासु पाकेको छ हेर्नु गाइज म त गल्यो हो भाइ आमाले किनेको गल्ने मान्छे यता हुनुहुन्छ म त ढेँडो मस्काउँदा गलिसक्यो ढेँडो मस्काउँदा खाना त मिठो हुन्छ तर पकाउन गाह्रो हुन्छ पकाउनै गाह्रो मम्मीलाई पनि यही मिठो लाग्छ नि त ए आमालाई हेलो गाइज हाम्रो घरको लाइट यस्तो छ अनि यता माउलाई धेरै तागत लाग्दैछ मुन्टो पनि हल्लाउँदै तागत लागिरहेछ पुरै तागत लाग्दैछ नरामदेखिको बल लाग्नु पर्छ म त हैरान भइसकेँ यो गिर्खा गिर्खी हुन्छ नि त धेरै गिर्खा गिर्खी ल त म गर्छु एकैछिनमा भइहाल्छ तिमी त कति जान्ने छौ के हो